हाई एभ्रिवान, आज म आटाको पुरी तरकारी बनाउँदै छु। सबैजनाले हेर्नु होला। फर्स्टमा मैले थालीमा आटा लिए 4 कप। आफूलाई जति चाहिन्छ त्यति लिएको छु। अनि मैले थोरै पानी हालेर यसलाई मुस्दै छु। लिमिटेड पानी हाल्ने, ज्यादा हालिहाल्यो भने पनि गिलो भइजान्छ। बिस्तारै पानी हाल्दै मुस्ने यसलाई। जसरी मैले यसरी मुस्दै छु त्यसरी नै मुस्ने। अनि यसलाई राम्ररी यसरी मुछेपछि धेरै गिलो नि हैन, धेरै सारो नि हैन, मजाले ठिक्क मुछेपछि यसलाई यसको डोलाई एकछिन ढाकेर राख्नुपर्छ। पुरीको लागि चाहिँ धेरै गिलो हैन, सारै ठिक छ। किनभने पुरी उस हुन्छ नि त, तेलमा फ्राई गर्ने हो नि त, त्यसो भएर। अनि म यता आलु काट्दै छु तरकारीको लागि। फर्स्टमा मैले आलु काटे। आलु मैले लिएको छु 4 डल्ला। परिवार धेरै छैन, त्यसो भएर मैले 4 डल्ला मात्रै लिएको छु आलु। यसलाई मैले चपिङ बोर्डमा काटेर मैले यता प्लेटमा राखेको छु। मजाले फेरि पुग्दैन कि भनेर फेरि मैले एउटा काटे। त्यसको बादमा मैले प्याज काटे। प्याज एउटा लिएको छु। प्याज धेरै हाल्न पर्दैन, स्वाद त आउँछ, ग्रेभी चाहिँ हुन्छ प्याजले, नहुने हैन। अनि मैले 3टा टमाटर लिएको छु। यता ग्रेभीको लागि टमाटर 3टा लिएको छु। 3टा टमाटर काटेर मैले यता प्लेटमा राखिदिए। आजकल लोकल टमाटर आएको छ। ठुल्ठुलो टमाटर पाउँदैन आजकल, सानो टमाटर पाएको छ हो यता त। त्यसको बादमा मैले लसुन लिए। लसुन सानो चप गरेर मैले काटेको छु। लसुनले राम्रो र मिठो स्वाद आउँछ तरकारीमा। यसलाई मसिनो गरी काट्ने। जति मसिनो गर्यो त्यति मजाले तरकारीमा यो मेल्ट हुन्छ। मैले मसिनो गरी काटेको छु। यसलाई मसिनो गरी काटेर मैले एक साइडमा राखेँ। त्यसको बादमा हेर्न सक्नुहुन्छ यता आलु, अनि यता टमाटर, प्याज, यता लसुन। अनि मैले उसको लागि चाहिँ मैले बोडी नि मिसाएको छु ल, तरकारीको लागि आलु मात्रै भएर। फर्स्टमा मैले ग्यास अन गरेर कुकर बसाले, तेल हाले, जिरा, प्याज हाले। प्याज मैले एउटा हाले। यसलाई राम्ररी चलाउने, रातो हुने गरी ब्राउन कलर नआएसम्म यसलाई मजाले चलाउने। यसकै हुन्छ नि त राम्रो मिठो ग्रेभी। अनि मैले थोरै मसला हालेँ।
थोरै बेसार, थोरै नुन स्वादअनुसारको, अनि यसलाई मजाले चलाउने। अनि मैले टमाटर नि हालेँ यसमा। यसलाई राम्ररी पकाउनु एकछिन ढाकेर। यो मजाले पिक्लाउनु पर्छ, मजाले ग्रेभी टाइपको हुनुपर्छ यो चाहिँ तरकारीको लागि। यतिको पाकिसक्यो। यतिको पाकेपछि मैले आलु हालेँ, अघि काटेको मैले आलु हालेँ। आलुलाई धोएर राम्ररी हाल्ने। त्यसको बादमा मैले बोडी हालेँ, गेडागुडी। तपाईहरुले चना मनपर्छ भने चना नि हाल्न सक्नुहुन्छ। त्यसको बादमा यसलाई मजाले चलाउने, मसलाहरु सबै आलु र बोडीमा लाग्ने गरी मजाले चलाउने। यसलाई मजाले चलाएपछि यसलाई एकछिन पाक्न दिने। यसलाई पाक्न दिने। त्यसको बादमा यसलाई एकछिन छोपिदिने। छोपेर एकछिन 2-3 मिनेटको लागि यसलाई छोपिदिने। फेरि हेर्ने। यो मजाले मिक्स भएको छ। टमाटर नि गलियो। त्यसको बादमा पानी हाल्ने। पानी हजुरहरूले आफूलाई कति चाहियो, कति ग्रेभी कति चाहिन्छ त्यो अनुसारले हजुरहरूले चाहिँ पानी हाल्ने। यसमा मलाई चाहिए अनुसारको हालेछु मैले पानी। अलिकति मैले फेरि थपेँ। त्यसको बादमा मैले ढक्कन लगाइदिएँ। मैले यता उसको लागि पुरी तयार गर्दै छु। यता मैले पुरीको लागि आटाको पिठो चाहिँ राम्रोसँग नबन्दो रहेछ। मैले फर्स्ट टाइम बनाए हो। मैले पहिला चाहिँ मैदाको बनाउँथे। मैदाको चाहिँ राम्ररी बन्छ, तेलमा नि मजाले बन्छ, तर यो आटोको चाहिँ अलि नबन्दो रहेछ। त्यही भएर मैले चाहिँ पिठो युज गरेछु है। पिठो अलिअलि युज गरेछु किनभने मेरो अलिकति गिलो भएछ क्या पिठो। अनि त्यही भएर मैले अलिअलि आटा नै युज गर्दै। अनि यता मेरो पुरी, अनि मैले यता प्यानमा तेल राखेँ तातेर। यता पुरी फुलाउँदैछु, देख्न सक्नुहुन्छ मजाले रातो हुने गरी पुरी फुलेको छ मेरो। राम्रो बन्छ है आटाको नि। मैदाको नि राम्रै बन्छ, तर मैदाको चाहिँ अलिकति बच्चाहरूलाई धेरै खान हुन्न नि त। त्यही भएर मैले आज चाहिँ आटाको बनाएको। तर आटाको नि राम्रो बन्दो रहेछ, मलाई राम्रो लाग्यो। तेल तातेपछि मजाले पुरी हालेको राम्रो भयो। यसै गरी मैले सबै पुरी मजाले तेलमा हाल्दै पकाउँदै निकाल्दै गरेँ। पन्ध्र 16 वटा भयो थियो होला मेरो यो पुरी। अनि देख्न सक्नुहुन्छ यता मेरो तरकारी पनि रेडी भइसकेको छ, ग्रेभी। अनि देख्न सक्नुहुन्छ यता मेरो प्लेटिङ। थ्याङ्क यू।